देउसिरे ला ह्यापी डियर गाइस ल ल अझ राम्रो Hi everyone, welcome to my vlog. आजको यो vlog पनि it's a special vlog because it's Tihar vlog. म भएर स्पेशल हो उ भएर स्पेशल हो नि म पनि छु त्यही भएर यो चाहिँ हामीले टाइनी सेल्फ बनाउन खोजेको तर सेल्फ बन्न सकेन जस्तो लागिरहेछ अब अहिले हामी अब हेर्छौँ कतिको बन्छन् त्यो बनेन भने चाहिँ डेकोरेसन पिस मात्र अनि अब यहाँ भगवानको सेटअप पनि डन भएको छैन भगवानको भाँडा चाहिँ मोलेर राखिसकेँ मैले हिजो राति 12 बजे उठेर झैँ माझेर लाक्पाले हेल्प गर्छ जस्तो छ डेकोरेसन गर्न ओइ त यहाँ आइज त तँलाई आनन्दले बस्छस् आनन्दले पो बस्दा रहेछ यो त अब यो हामीले यस्तो गर्न खोजेको योले भएन कि अलिकति तँले दिमाग लगाएर अब तेरो दिमाग कतिको छ भने म हेर्छु यहाँ ल यो यस्तो गरेर यहाँ क्यान्डल टिक 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 राख्ने बना त बना ला ए माया थापाको माया थापा यहाँ हेर्न आउँदा तिम्रो ए वाट डिड यु डु होइन है अब म जे बिगार्न छ मैले बिगारेको हुन्छ कि क्या ए यो पनि निस्किन पो लागेछ त मैले भनेको होइन त्यो डोरीले हेभी भएर भन्दाखेरि अघि गरेर यो सेटअप गरेर नि राखौँ न अनि बनाऊँ भनेको क्या मैले अब हामीले आज डेकोर गरेर चाहिँ भ्याइसक्यो तर अझै लाइटहरू बाल्न बाँकी छ दिस इज जस्ट त्यो अगाडिको यो हामीले घरमै बनाएको ल ए रमाइलो भएछ नि ए भन भाइ हो देउसिरे ए राम्ररी भन देउसिरे यहाँ पो देउसिरे ए ल यहाँ रङ्गोली बनाउने भनेको रङ्गोली बनाउने ए क्रेयनले चाहिँ रङ्गोली बनाइरहेको छ ए ल सरी ल झ्यार ए मेन झ्यार चाहिँ त्यहीँ बसिरहेको छ उसको साइडमा त्यो त गडको हो छोरा अब अलमोस्ट सेल बनाएर भ्याउन लाग्यो सेल बनाउँदा हुन लाग्यो अब बन्यो बिना ल गाइस हाल्ने भनेको होइन है म यहाँ भोरिदिन्छु तेल अलिकति तेल हाल त नत्र म हालिदिन्छु खोइदेऊ अलि तेल नपुग्यो के भन्छ अरे माया नि हाल्ने हो र ए ल सरी माफ पाऊ हजुर माफ पाऊ गल्ती भयो मबाट धेरै भयो कि के हो सेल तपाईँ बनाउँदा ल पूजा हाल अब हाल्ने भाइ एक्सपर्टले सेल हालेको रे अब हाल्नु मैले हालेर सिकाएपछि वाउ कतिको हुनु पर्यो रे यो सेल बनाउन पनि कसले सिकाएको पनि भन्देऊ न यता थाहा थिएन रे ए अब म पनि उहाँको इन्फ्लुएन्सले घरेलु हुन जाँदैछु जङ्गली चाहिँ होला भन्ने डर लाग्छ मलाई घरेलु चाहिँ म ग्यारेन्टी लिन सक्दिनँ जङ्गली चाहिँ म अफकोर्स त्यसको चाहिँ म ग्यारेन्टी लिन सक्छु होला एउटा हेर नि त्यहाँ नेपाली बाबु कुटुली अब चाहिँ हाम्रो यो एन्ट्रान्समा माया थापाले रङ्गोली बनाउनु भएको छ यस्तो क्युट
हिजो राति हामी 12 बजेसम्म बसेर यो सिद्ध्याएको उपलब्धि हो यो चाहिँ अझै यताबाट हेर्छ पऱ्यो सो क्युट यो चाहिँ हामीले नेपकिन पेपरमा कार्डबोर्डमा नेपकिन पेपर यसो उस गरेर टाँसेर घरमै बनाएको है अनि एलइडी लाइट यस्तो राम्रो धेरै तडक भडक पनि छैन क्या है ओ प्लिज नगर न अब मोहन आउँछ अनि मोहन आएपछि पूजा गर्ने होइन क्या बाबु त्यो तल राख्दै प्लिज Oh wow! Hey, Potika, yes, nice. Nice job, good job. Hi, Jinji. Hi, what cute देखो. Ow. Happy New Year. सीधा बसो ना. Okay. Sparkles. Oh, ले करनी. No, अझै लिएर आउनु पर्ने. बस के गान दिदीको Jinji, मम लगा. के रे यसो सो गर्ने दिदी रे हजुर भन्नु दिदी नचलाइ नचलाउनु किन दाइ दिदी यहाँ रे है यहाँ हामीले राम्रोसँग हाम्रो घरमा गुड आउनुपर्छ गडलाई हाम्रो घर बास गर्नु आउनु भन्नुपर्छ येल्लो रेड लगाइदियो रेड पनि लगाइदियो रेड राइट ओभर हियर यहाँ त्यसलाई लगाइदियो यहाँ ओ कस्तो प्रिटी भयो अब पछाडि अब बुकर लगा ल लेट्स गो तिम्रो डेन्जिन क्यान यु प्लिज अब यो पनि तिमीले बाल्दियो यो चाहिँ तिमीले बाल्दियो अब त यो अन गरिदियो बेबी यो अन गरिदिए न बाबा अन गरिदे ल वाह हामी यो यहाँ राख्ने है तिमीले बालेको ल ल त्यसो गर्यो भने तेरो भगवानले कान काट्छ हे भगवान ल ल हो गरिदियो तिमीले अब मेरो भगवानलाई नि गर्न पऱ्यो नि यताको भगवानलाई नि है एकदम तँलाई होइन तैँले मनले चिताएको जति पैसा सब होस् तैँले पाएपछि मैले पनि पाए जस्तै हुन्छ नि त बाबाले टिकी लगाइदिन्छ नि मेरो छोरालाई कस्तो राम्रो देखेको ल सबलाई हेर्न मेरो छोरा सब अङ्कलहरूलाई नमस्ते गरिदिनु नमस्ते गरिदियो ल नमस्ते गरिदियो नमस्ते गरिदियो यस्तो बदमास बाँदर अब म लगाइदिन्छु माया थापालाई यस्तो मिस नगर यो खिच यो मोमेन्ट खिच्नै पर्छ झन् यो त झन् ओजी हो यता आइज त ओजी के भनेर म भन्छु भने मैले 10 मिनेट मनमनै भन कहिले पनि नराम्रो नहोस् अब चाहेको जति पैसा कमाएर यहाँ मलाई उहाँ प्राडा हर्मेज लुई भिटन सबै किन्न लगेर मलाई बर्थडेमा धेरै धेरै गिफ्ट दियोस् है अझ भएन भनेर अझै एकदम राम्रो होस् ल तपाईँलाई पनि टिका लगाइदिउँ कि म राम्रो होस् अब यो सबैको अगाडि यिनीहरूको बुझ तिमी आफै एकदम राम्रो होस् होइन अब चाहेको सबै पुरा होस् हामीले दुईजना टनाटन पैसा कमाएर यिनीहरू होस् ल चाहेको सोचेको सबै पुरा होस् ल वु
झिल्जीले भनेर के ल्याएर यिनीहरूले अझै यहाँ दुईटा छ अझ ह्यापी तिहार गाइजहरु ल ह्याप्पी तिहार तिहारको ह्यापी बर्थडे अब फेरि हाई एभ्रिवान आज फेरि अब भाइटिकाको दिन अस्ति हामीले तिहार सिहार मनाएर लक्ष्मी पूजा मनाएर त्यो दिन चाहिँ अब हामी खानासाना खाएर हामीले हाम्रो बाँकी भएको कुराहरू चाहिँ क्याप्चर गर्नै भुल्यो किनभने हामी एकदम बिजी थियो त्यसपछि टायर्ड पनि थियो अहिले चाहिँ हामी यहाँ लोकी र पूजाकोमा भाइटिकाको आज बिहानबाट हामी सबैजना प्रिपेयर गरेर भ्याएको यहाँ यस्तो यस्तो छ टिका बत्ती फलफुल हाई भन्दैन हाई यता आऊ यता आऊ यता आऊ यता त्यहाँ हावा आऊ यता यो चाहिँ पूजा गुरुङको लक्ष्मी पूजा हो है खिच्यो खिच्यो यहाँ सरी ठिक यसरी जसरी लोकीलाई लाउँछ त्यसरी नै सबभन्दा के अरे माथिबाट के अरे उज्यालो चाहिँ माथि हुनुपर्छ त्यो डार्क चाहिँ तल हुनुपर्छ ग्रिन म चाहिँ छुन्छु मात्र है त्यो नटुटोस् है धरर पानी गरोस् तर नटुटेर वाउ यस्तो रहेछ थाहा छ त अझ राम्रो राम्रो कुरा मात्र पनि सुनाओस् फेरि मलाई पनि मैले त यहाँ 17 मिलियनको लटरी जितेँ नि दिदी भनेर मेरो कानले त्यो सुन्न पाओस् एक्जाम सबै मैले एकै सालमा पास गरिदिएँ भने सुन्न पाओस् ठ्याक्क टिका लाउने बेला मलाई अब म गएर ओखर फुटाल्छु है एक्ज्याक्ट त्यो टाइममा ट्वाइक्क लाउने बेला म दशा फुटाल्न पऱ्यो नि ओ खै त त्यो 1 2 3 भन है ल ओ भयो भयो झन् जसको बाङ्गे बाङ्गे आफै अन्नो के अरे अनोइङली त्यसरी बाङ्गे लाग्छ त्यो झन् भाग्यमानी हुन्छ फेरि जान टिका बाङ्गे बनाउनुहोस् न फेरि भुलबाट अब झिल्झिले पनि लगाइदिउँ माथि अलि टपमा येल्लोको माथि हातले लगाइदिनु हुन्छ त्यो झिल्झिलो त ओ ल अब के गर्ने अब यही हो यति हो ढोगेको खोइ त तैँले ढोगेको खोइ त ओइ होइन कहाँ यसले एकै सर्टमा ढोग्ने यसले तँलाई 3 चोटि मलाई 3 चोटि ढोग्न पऱ्यो नि छुट्छुटै 6 चोटि राम्रोसँग ओइ राम्रोसित ढोग अहिले पहिला ढोग न तँलाई कति बाठा ढोग ढोग खै मलाई फोन दे तेरो फोन दे चामल त यसरी खिच्छु म राम्रोसँग राम्रो होस् ल मलाई चाहिँ यतापट्टि फर्केर ढोक्थेँ क्यामेरामा सबैको अगाडि आउनु पऱ्यो क्या ढ्याङ तैँले ढोकेको राम्रोसँग ल अझै राम्रो होस् अझै के भएन मैले भने नि भोलि के हो खिच्नु पर्यो
अब ब्लू लगाइदियो मलाई यहीँ चाहिँ यसकै ए मलाई चाहिँ कस्तो गरिदिरहेछ मैले त्यो चाहिँ हेरेको छैन ल त यो पिस धन्यवाद ए कहाँ गएको तिमी ल पूजालाई नि दे हाम्रो टिका कार्यक्रम पनि सिद्धियो अब हामी के गर्ने हो है अब पहिला डेन्जिनलाई सुताउँछु म त्यो उस गरेर एकछिन हाफ एन आवर जति न्याप अनि त्यसपछि हामी अब पकाउने सकाउने सबै गरौँ है Happy Dear guys! Oi! कस्तो लाग्यो सोभिका तिमीलाई मैले बनाएको खाना पाउँदा सोभिकाले अघि म कस्तो एक्साइटेड छु रे के मलाई अनि म त किन एक्साइटेड सोभिका भनेको त तपाईँले बनाएको टेस्ट गर्नको लागि पूजालाई के भन्न छ कि मलाई केही पनि आज मैले भात पकाएर लास्ट खुसी लाग्यो अब के भन्नु अब होइन त्यो साँच्चैको नै खालके भन न त्यस्तो भन्यो भने त मान्छेले यसले त झन् अरू दिन पनि परेको नै आज नपकाएको भन्ने भन्छ क्या एकदम खुसी लाग्यो 1 वर्षपछि ठ्याक्कै 1 वर्षपछि बन्नु भएको दिदीले अब नेक्स्ट इयर हो ठ्याक्कै आज कुन बार हो अब मैले यो तिहारमा नबनाएर अर्को वर्ष दसैँमा बनाइदियो भने त 1 इयर एनिभर्सरी हुनै पाउँदैन नि तर अलि त्यो चाहिँ मुस्किलै छ जस्तो लाग्यो मलाई मिठो भयो त मनै दङ्ग परेको थियो त्यहाँ मिठो रे फेरि माछाको झोलले त्यही माछाको झोल चाहिँ फेरि बनाएको होइन फेरि भनेर आमा कस्तो केटा मान्छे जस्तो देखेछ मलाई त ए भयो ल अब जाम बेबी आऊ ए उसको त अझै खाइरहेको रहेछ नि उसको त त्यहाँ सुरु भइरहेको रहेछ उसको उहाँ खाइराख्नु भएको छ हामी सबैले खाएर उठेर भाडा पनि क्लियर अलमोस्ट भएर सकिसक्यो उसले उहाँ खाइरहनु भएको छ उसले खानु ल जे भन्दा नि भयो नि म त्यस्तो भन्दिनँ तैँले यसको कुरा पत्याउँछस् भाइ यसको कुरा यसको कुरा त्यो त एआई हो नि तपाईँबाट सिकेर स्क्रिनसट हालेर राखे होला बोक्दौ न चुप्पा गरेर माया गरिदिनु बाई गाइस बाई पूजा ह्याप्पी तिहार यस्तो चिसो ओके अब हामी घर जान लागेको दिस इज द एन्ड टु द तिहार भ्लग कस्तो रमाइलो भयो तर